राहुल र सिया 5 वर्षदेखि सँगै थिए। उनीहरूको दिन सुरुवाती दिनहरू जस्तो थिएन, न त रमाइलो कुराकानी न त सहकार्य। अब त साना साना कुरामा झगडा, चुपचापको दूरी र थाकेका अनुहारहरू मात्र बाँकी थिए। सिया जहिले पनि सोच्थिन् राहुलले उसलाई बुझ्दैन, ध्यान दिँदैन। उनलाई लाग्थ्यो खुसी त अरू कतै भेटिन्छ होला। तर एक दिन ठुलो झगडापछि उनले निर्णय गरिन्, डिभोर्स। हामी छुट्टिनै पर्छ, सियाले आँखा नजिम्काई भनेकी थिइन्। राहुलले केही नबोली बस उसले चुपचाप लागेर डिभोर्सको पेपरमा हस्ताक्षर गरे। जब सियाले नयाँ जीवनको सुरुवात गरिन्, केही समय लाग्यो स्वतन्त्रताको स्वाद चाख्न। साथीहरू, नयाँ ठाउँहरू, नयाँ अनुहारहरू। तर बिस्तारै एउटा खालीपन उसमा छाउन थालियो। जब ऊ बिरामी परिन्, उनलाई न्यानो कपडा ओढाइदिने कोही थिएन। जब राति थकित भएर फर्किन्थिन्, सोध्ने कोही थिएन थाक्यो कि भनेर। उसलाई सम्झना आयो राहुल कहिले धेरै बोल्दैनथे, तर उसले सधैँ समयमै खाना बनाउँथे। ऊ घर फर्केपछि पानी तताएर राखिदिन्थे। ऊ सधैँ सियालाई आफ्नो सानो संसारको रानी बनाउँथे, तर शब्दविहीन भएर। एक दिन सियाले आफ्ना पुराना सामानहरू मिलाउँदै गर्दा एउटा चिठी फेला पारिन्। राहुलले लेखेको थियो, जुन कहिले दिन सकेको थिएन। म तिमीलाई सधैँ बुझ्न सक्दिन होला, तर म तिमीलाई सधैँ माया गर्थेँ। तिमी खुसी हुनेछौ भन्ने आशामा म पछि हटेँ। त्यस चिठीमा लेखिएको थियो। त्यस दिन सियाले थाहा पाइन्, साँचो माया चिच्याएर देखाइँदैन, चुपचाप अनुभूति गरिन्छ। तर अहिले धेरै ढिलो भइसकेको थियो। राहुल पहिलेको सहरमै थिएन, नयाँ जीवन सुरु गरिसकेका थिए। सिया एक्लै बसेर हरेक साँझ त्यस चिठी पढ्थिन्, सम्झिन्थिन्। कहिलेकाहीँ हामीलाई सबैभन्दा माया गर्ने मान्छे हामीले ढिलो चिन्छौँ। हजुर, तपाईहरुलाई यो कथा कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला र मन पर्यो भने लाइक शेयर पनि गर्नुहोला। र यस्तै कथाहरू सुन्न हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। र तपाईहरुले सब्स्क्राइब गरिसक्नु भएको छ भने यहाँहरूलाई धेरै धेरै धन्यवाद। आजको यो भिडियो यति नै। अर्को भिडियोमा भेटौँला। हवस् त, नमस्ते।